नमस्कार सबैलाई वेलकम ब्याक टु नेपाली कुना लेट्स टक अबाउट क्विक टिप्स इन एआई अर च्याट जिपिटी यदि तपाईँहरू च्याट जिपिटी युज गर्नुहुन्छ भने अर्थात् जेमिनाई युज गर्नुहुन्छ भने अर्थात् क्लड युज गर्नुहुन्छ एनी एआई टुल होइन तपाईँले जुन युज गर्नुभयो भने यो क्विक टिप्सले चाहिँ तपाईँलाई हेल्प हुनसक्छ। पहिलो भनेको चाहिँ तपाईँले प्रम्प्टहरू प्रोभाइड गर्दाखेरि एउटा टपिकको लागि चाहिँ एउटा सेसनमा काम गर्नुभयो भने द्याट्स कन बी बेटर। किनभने च्याट जिपिटी अर्थात् यो एआई टुलहरूले चाहिँ कन्टेक्स्टहरू चाहिँ सम्झिन्छ होइन, पहिला के सोध्नु भएको छ त्यो कुराहरूलाई चाहिँ यसले चाहिँ सम्झिन्छ। त्यसले गर्दा चाहिँ मेमोरी हुन्छ र त्यो मेमोरीलाई लिएर चाहिँ यसले एन्सरहरू प्रोभाइड गर्छ। त्यसैले गर्दाखेरि एउटा टपिकको लागि चाहिँ एउटा सेसन युज गर्नुभयो भने राम्रो हुन्छ र त्यही टपिकसँग रिलेटेड छ भने यु डोन्ट ह्याभ टु क्रिएट न्यू सेसन एभ्री टाइम है, त्यस्तो गर्न जरुरी छैन। र स्टे फोकस, जस्ट रिपिट द क्वेसन द्याट यु ह्याभ फर द्याट पार्टिकुलर टपिक। त्यसले गर्दा चाहिँ तपाईँले क्विक रेस्पोन्स पाउन सक्नुहुन्छ र प्रिभियस कन्टेक्स्टलाई पनि यसले चाहिँ सम्झिन्छ है। त्यो एउटा क्विक टिप भयो। सेकेन्ड टिप भनेको चाहिँ तपाईँले प्रम्प्ट प्रोभाइड गर्दाखेरि एक्जाम्पल पनि प्रोभाइड गर्नुहोस्। जस्तै तपाईँलाई चाहिँ केही कुराहरू सोध्न मन लागेको छ होइन, अकाउन्टिङको बारेमा सोध्न मन लागेको छ भने चाहिँ यो अकाउन्टिङको चाहिँ पर्टिकुलर टपिकको चाहिँ डेफिनेसन के हो त, यसले चाहिँ केमा हेल्प गर्छ भनेर सोध्नु साथसाथै त्यसलाई चाहिँ एउटा एक्जाम्पल पनि दिएर, फर एक्जाम्पल मैले चाहिँ यस्तो यस्तो कुरा छ भने त्यसलाई चाहिँ कसरी फोकस गर्ने भनेर सोध्नुभयो भने त्यो एक्जाम्पलले गर्दा चाहिँ तपाईँको एन्सरहरू चाहिँ बढी रेलेभेन्ट हुन्छ है। त्यो कुरालाई चाहिँ फोकस गर्नु होला। अर्को थर्ड टिप भनेको चाहिँ बी स्पेसिफिक हु यु आर टकिङ टु होइन। तपाईँले चाहिँ एआईलाई सोद्धाखेरि कसको लागि हो त, जस्तै तपाईँले एआईले चाहिँ त्यतिखेर राम्रो रेस्पोन्स प्रोभाइड गर्छ जतिखेर चाहिँ इट नोज लाइक हु इट्स टकिङ टु होइन। फर एक्जाम्पल तपाईँले क्वेसनहरू सोद्धाखेरि मलाई चाहिँ क्लाइमेट चेन्जको बारेमा बुझ्न मन लागेको छ, प्रोभाइड मी एन्सर सो द्याट एउटा 12 वर्षको बच्चाले पनि बुझ्न सक्छ भन्ने हिसाबले दिनुभयो भने यसले चाहिँ क्लियर रेस्पोन्स प्रोभाइड गर्छ र त्यो 12 वर्षको बच्चाले चाहिँ कस्तो किसिमले बुझ्न सक्छ भन्ने एउटा थिङ्किङ प्रोसेस थ्रु गएर तपाईँलाई चाहिँ सजिलो एन्सर प्रोभाइड गर्न सक्छ। अर्थात् टेक्निकल कुरा छ, तपाईँले चाहिँ एकदम टेक्निकल भाषामा मलाई प्रोभाइड गर भन्नुभयो भने पनि त्यो टेक्निकल भाषामा पनि प्रोभाइड गर्न सक्छ। त्यो चाहिँ एउटा स्पेसिफिक अडियन्स को हो त्यसलाई फोकस गर्नुभयो भने तपाईँले चाहिँ राम्रो रेलेभेन्ट आउटपुट, गुड आउटपुट पाउन सक्नुहुन्छ। यो थियो अर्को टिप। अर्को टिप भनेको चाहिँ तपाईँले एक्ट एज भनेर चाहिँ युज गर्नुभयो भने एआईलाई चाहिँ तत्कालै यसले स्मार्ट बनाउँछ। जस्तै तपाईँले चाहिँ क्वेसन सोद्धाखेरि फर एक्जाम्पल एउटा डेटा एनालिसिसको बारेमा कुरा सोध्नुभयो भने होइन, तपाईँले के भन्न सक्नुहुन्छ भने एक्ट एज ए डेटा एनालिस्ट अर्थात् एक्ट एज अ सिनियर डेटा एनालिस्ट होइन, सो द्याट हाउ टु डु डेटा भिजुअलाइजेसन रिलेटेड टु दिस टपिक भनेर सोध्नुभयो भने चाहिँ तपाईँले चाहिँ यसले अझ बढी राम्रो रेस्पोन्स पाउन सक्नुहुन्छ। त्यसैले यो अर्को टिप नबिर्सिनु होला, एक्ट एज भनेर चाहिँ तपाईँले एउटा फोकस गर्नुभयो भने इट्स गन बी भेरी भेरी हेल्पफुल। यो थियो अर्को टिप। अर्को एउटा टिप भनेको चाहिँ तपाईँले चाहिँ एउटा जाइन्ट प्रम्प्ट, एकदमै लामो प्रम्प्ट एकै पटकमा दिनुभन्दा पनि तपाईँले चाहिँ स्ट्याक गर्नु। जस्तै सुरुमा चाहिँ एउटा ब्रेन स्टर्म गर्नुहोस्, आइडियाज के हो त भनेर आइडिया ब्रेन स्टर्म गर्नुहोस्। त्यसपछि चाहिँ एउटा पार्टिकुलर टपिकलाई, त्यो आइडियाजबाट चाहिँ एउटा टपिकलाई फोकस गरेर सोध्नुहोस् होइन। अनि त्यो सोधिसकेपछि चाहिँ अनि अरू स्पेसिफिक भएर, जस्तै एउटा कस्तो टाइपको आउटपुट चाहिएको हो होइन, कतिको समराइज भर्सनमा चाहिएको हो भनेर सोध्नुभयो भने चाहिँ इट्स गन बी बेटर रादर देन आस्किङ लाइक लङ क्वेसन। मलाई चाहिँ 10वटा आइडिया दे, त्यो आइडिया मध्येमा चाहिँ एउटा आइडियालाई यो सेलेक्ट गर, त्यसपछि चाहिँ समराइज गर भन्नुभन्दा पनि स्टेप बाई स्टेप गर्नुभयो भने चाहिँ यसले एकदमै हेल्प गर्न सक्छ तपाईँले चाहिँ एकदम राम्रो आउटपुट पाउनको लागि। त्यसैले गर्दा तपाईँको सबै प्रम्प्टहरूलाई एकैचोटि स्ट्याक नगर्नुहोस्, पालै पिलो सोध्नुभयो भने इट्स गन बी भेरी भेरी हेल्पफुल। अर्को टिप भनेको तपाईँले चाहिँ टोन प्रोभाइड गर्नुहोस्। जस्तै एआईलाई सोद्धाखेरि एउटा फ्रेन्डली टोनमा चाहिँ मलाई आउटपुट दे अर्थात् प्रोफेसनल टोनमा चाहिँ आउटपुट दे भनेर भन्नुभयो भने तपाईँले चाहिँ आउटपुटहरू चाहिँ एकदम राम्रो पाउन सक्नुहुन्छ। यो थियो अर्को टिप। अर्को टिप भनेको चाहिँ गिभ कन्स्ट्रेन्ट।
एआईलाई चाहिँ इट लभ्स बाउन्ड्रिज, इट लभ्स कन्स्ट्रेन्ट्स। जस्तै तपाईँले क्वेसनहरू सोद्धाखेरि चाहिँ मलाई 5 बुलेट पोइन्ट्समा दे, अर्थात् 100 वर्ड्समा चाहिँ प्रोभाइड गर भनेर जुन कन्स्ट्रेन्टहरू प्रोभाइड गर्नुहुन्छ नि, हामीले स्टाइलको कुरा गऱ्यौँ, त्यो पनि एउटा कन्स्ट्रेन्ट हो। यस्तो कन्स्ट्रेन्टहरू ओभरअल प्रोभाइड गर्नुभयो तपाईँको प्रम्प्टमा भने तपाईँले एन्सर पाउन सजिलो हुन्छ र राम्रो एन्सर पाउन सक्नुहुन्छ त्यो प्रम्प्टबाट। अर्को चाहिँ तपाईँले एआईलाई चाहिँ टिच गर्न सक्नुहुन्छ तपाईँको स्टाइलहरू कस्तो छ। जस्तै फर इक्जाम्पल तपाईँको सर्टेन राइटिङ स्टाइल छ भने त्यसलाई चाहिँ कपी गरेर त्यसमा पेस्ट गर्न सक्नुहुन्छ च्याट जिपिटीमा, र पेस्ट गरिसकेपछि मलाई यही टोनमा यही स्टाइलमा फलो गरेर चाहिँ पार्टिकुलर टपिकमा चाहिँ एन्सर दे भन्नुभयो भने इट्स गन फलो योर स्टाइल। जस्तै तपाईँले एउटा एस्से लेख्नुभएको छ होइन, त्यो चाहिँ पार्टिकुलरली जस्तै पोभर्टी भन्ने बारेमा चाहिँ एउटा एस्से लेख्नुभयो भने तपाईँको टोन र स्टाइलहरू त त्यसमा हुन्छ, त्यो त्यो एस्सेमा हुन्छ। अब त्यसलाई चाहिँ कपी पेस्ट गरेर च्याट जिपिटीमा दिएर तपाईँले चाहिँ अर्को टपिकमा चाहिँ एस्से लेख्नुपर्ने भयो। फर इक्जाम्पल जस्तै डिफरेस्ट्रेसनको बारेमा एस्से लेख्नुपर्ने भयो भने तपाईँको अगाडि जुन लेख्नु भएको थियो नि त्यो टोन त्यो स्टाइललाई फलो गरेर चाहिँ तपाईँले डिफरेस्ट्रेसनको चाहिँ एस्से पाउन सक्नुहुन्छ। यसरी चाहिँ अब टोन र स्टाइलहरू चाहिँ तपाईँले आफ्नो स्टाइलमा चाहिएको हो एन्सर भने चाहिँ यु क्यान प्रोभाइड द इक्जाम्पल फर द्याट। यो थियो विभिन्न टिप्सहरू एआईको र कसरी इफिसियन्टली च्याट जिपिटी युज गर्न सकिन्छ भन्ने बारे। आई होप दिस वाज रियली हेल्पफुल फर यु एन्ड आइल कम ब्याक विथ अनदर भिडियो। यदि तपाईँहरूले यो भिडियो लाइक गर्नुभएको छैन, सब्सक्राइब गर्नुभएको छैन भने प्लिज डु सो, यदि यहाँलाई मन परेको खण्डमा, र अरूहरूलाई पनि सेयर गर्नु होला। र कुनै टपिकहरू चाहिँ यदि कभर गर्न चाहनुहुन्छ, अर्थात् मैले कभर गरिदियोस् अर्थात् त्यसको बारेमा केही भनिदियोस् भन्ने लाग्छ भने आई वुड बी ह्याप्पी टु डु सो। कमेन्टमा प्रोभाइड गर्नु होला एन्ड विल टक अबाउट द्याट। थ्याङ्क यू भेरी मच एन्ड आई विल सी यु इन द नेक्स्ट वान।